तपाईलाई अहिले मैले यो देखाउन लागेको यो फ्ल्याट चाहिँ तपाईँको घरै रेन्टमा हो तर अहिले तत्कालको लागि यो जस्तै हेर्नुहोस् त यो ग्राउन्ड फ्लोरको भयो तपाईँको ग्राउन्ड फ्लोरको एउटा रुम भयो यहाँनिर यो छ अनि त्यसपछि लिएर हामी भित्र लाग्यौँ कोठाहरू चाहिँ धेरै ठुल्ठुलो रहेछ है अहिले मजाले रेनोभेसनको काम चलिरहेछ यो 2टा कोठा भयो अनि त्यसपछि लिएर यहाँनिर तिनवटा अनि तपाईँको यहाँ पनि स्टोर रुम छ है यसरी गयौँ हामी यहाँनिर तपाईँको स्टोर रुम छ है यो तपाईँको स्टोर रुम हो यहाँनिर अहिले तपाईँको लागि यो लक छ अनि तपाईँको ग्राउन्ड फ्लोरमा वासरुम पनि रहेको छ है वासरुम चाहिँ यो खालको छ कमोड त्यसपछि लिएर यहाँनिर बेसिन यो तपाईँको भयो ग्राउन्ड फ्लोरको प्रपर्टी है यो चाहिँ तपाईँको फर्स्ट फ्लोरको फ्ल्याट हो है अघि तपाईँको ग्राउन्ड फ्लोर भयो भने सबै घर फुल घरै तपाईँको पेन्टिङ लगाइरहनु भएको छ उहाँहरूले तपाईँको यहाँ चाहिँ रुम विथ अट्याच वासरुम छ यहाँ चाहिँ यो रुम भयो त्यसरी गइसकेपछि तपाईँको यो साइडमा चाहिँ अट्याच वासरुम छ अनि त्यसपछि लिएर यता लागौँ यहाँ तपाईँको एउटा बेडरुम भयो अनि फेरि यहाँनिर तपाईँको यो कमन वासरुम छ यो चाहिँ तपाईँको फर्स्ट फ्लोरको है अनि यो अहिले देखाउनु लागेको चाहिँ तपाईँको यो चाहिँ टप फ्लोर है यसलाई सेकेन्ड फ्लोर टप फ्लोर चाहिँ भने नि जस्तै किचन भयो तपाईँको टप फ्लोरमा किचन रहेको छ